सम्पूर्णमा नमस्कार। आज चाहिँ मैले हाम्रो विद्यालयमा चाहिँ हाम्रो उपस्थिति पार्टी चाहिँ हामीले यसरी गराउँछौँ भनेर देखाउन गइरहेको छु। हाम्रो चाहिँ सबै क्लासहरूमा चाहिँ यो छ, तर यो चाहिँ नयाँ चाहिँ होइन। हाम्रो लागि चाहिँ हामीले पहिलेदेखि गरिरहेको, तर यो चाहिँ अलि एउटा कक्षामा चाहिँ पुरानो भएर हामीले नयाँ गराउन लाग्यो। अब हजुरहरूको स्कुलहरूमा चाहिँ यो छ कि छैन, अब छ भने त ठिकै भयो, छैन भने चाहिँ हजुरहरूले यसरी गराउन सक्नुहुन्छ है त। यहाँ चाहिँ हाम्रो उपस्थिति पार्टी छ। यहाँ चाहिँ अब हाम्रो एउटा क्लासमा चाहिँ 6जना विद्यार्थीहरू छन् भने 6वटा नै यो सङ्ख्याहरू छ। अनि उपस्थितिमा सबै उपस्थिति हुनुपर्छ भने त यही निलो कलरै हामीले देखाउँछौँ। अब अनुपस्थितिमा चाहिँ हाम्रो पिङ्क कलर छ। अब जुन रोल नम्बर, अब जस्तै 1 रोल नम्बर भएको विद्यार्थी चाहिँ अनुपस्थिति हुनुभयो भने चाहिँ हामीले यो 1 नम्बर चाहिँ यसरी हामीले पल्टाउँछौँ। अनि रोल नम्बर 6 भएको विद्यार्थी चाहिँ एब्सेन्ट हुनुभयो भने चाहिँ हामीले यसरी 6 रोल नम्बर चाहिँ हामीले यसरी पल्टाएर राख्छौँ। यो चाहिँ कसैको लागि चाहिँ नयाँ हुनसक्छ, कसैको विद्यालयमा चाहिँ अलरेडी छ होला, नभएको हजुरहरूको स्कुलमा छैन भने चाहिँ यसरी गराउन सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो कक्षा शिक्षकको सिग्नेचर, यहाँ चाहिँ प्रिन्सिपलको सिग्नेचर, यसरी हामीले गराउँछौँ। सो थ्याङ्क यू एभ्रिवान।